हेलो हजुर, नमस्ते नमस्कार। आज हामी सिन्धुपाल्चोक जिल्लाको यो तातोपानी भन्दा केही ओर, बर्सेरी भन्दा केही पर नयाँ पुल भन्ने ठाउँ छ। यो झिर्पु भन्दा केही ओर, बर्सेरी भन्दा केही पर यो ट्याङथली भन्ने ठाउँ छ। त्यो स्थानको यो स्थान ट्याङथली, यो भुइँ। यहाँ चाहिँ नयाँ पुल भन्ने स्थान छ। यहाँ चाहिँ बन्जी जम्प गरिन्छ अनि जिउमा बाँधेर त्यो धागो डोरीमा परसम्म जाने हो। त्यहाँदेखि परसम्म जाने पनि रहेको छ। हेर्नुहोस्, यहाँ धेरै मानिसहरू, हामीले दिनको 200 भन्दा बढी मानिसहरू पनि यहाँ जम्पिङ गरेको हामीले देख्यौँ। बिहानदेखि बेलुकासम्म धेरै तल गहिरो तल छ। अनि हामी जुन स्थानमा म उभिरहेको छु त्यो स्थानमा चाहिँ यहाँ बस्नु हुँदैन है, यहाँ तल केहीले तान्छ भनेर यहाँ खोलो पनि यहाँ तल धेरै तल छ। यो खोलो चाहिँ नदी भटेकोसी धेरै गहिरो छ, धेरै तल छ। यो देख्नै सक्दैन। तर त्यहाँ रहेको त्यो बन्जी जम्प हाम्रो सिन्धुपाल्चोक जिल्लाकै पर्यटकीय क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो यो। यहाँ तल चाहिँ बोर्डर लाइन भनेर भनिन्छ। त्यो बोर्डर लाइनबाट चाहिँ तपाईँको कायाकिङ अथवा राफ्टिङ दुवै गरिन्छ। त्यहाँ चाहिँ एकजनाले मात्रै गर्नेलाई कायाकिङ भनिन्छ, धेरैले गर्नेलाई राफ्टिङ भनिन्छ। यहाँ चाहिँ सामग्रीहरू मिलाउने ओर्ने आजको दिनभरिको कार्यक्रम सकेर उता पारिपट्टि जान लागिरहेको अवस्था छ। यहाँ गाडीहरू आउने जाने गरिरहेका छन्। यहाँतिर यसरी बन्जी जम्प यहाँबाट गरिन्छ। म तपाईँलाई नजिकबाट नि गएर देखाइदिन्छु, किनकि आज यस्तो मौका परेको रहेनछ कि आज कोही बन्जीमा आउनुभएको रहेनछ। हामीले बिहानैदेखि यति मात्रै मानिसहरू मात्रै देख्यौँ। हेर्नुहोस्, कति राम्रो पहाडी भेग, कति राम्रो बस्ती, कति राम्रो प्राकृतिक छटा। यस्तो प्राकृतिक छटा, प्राकृतिक वातावरण, प्राकृतिक वन्यजन्तु हैन, वन्यजन्तुहरू वनमा रहेका अनेक प्रकारका, अनि प्राकृतिक वनस्पति जुन हामीले त्यो वनस्पति जडीबुटीहरू, हामीले यसका जडीबुटीहरू हामीले के पनि जान्दैनौँ, चिन्दैनौँ। हामीलाई केही रोग लाग्यो भने तुरुन्त हस्पिटलमा गएर त्यो सामग्रीहरू किनेर ल्याएर अनि सिटामोल खानुपर्छ। हामीलाई खानु परिहाल्छ। त्यो नखाइकन हामीलाई चित्तै बुझ्दैन हो। यी बस्तीहरू हाम्रा नेपालका बस्तीहरू है। यी चाहिँ हामीले तराईमा कस्तो समथर स्थान छ, त्यहाँका नागरिकहरूले यस्तो देख्न पाउनु भएको छैन पक्कै पनि। किनभने कतिपय उहाँहरू भन्नुहुन्छ, ओहो यस्तो पहाड हुन्छ, यस्तो ढुङ्गा सिलाको पहाड हुन्छ भन्नुहुन्छ उहाँहरू। यहाँ आएर हेर्ने हो भने त त्यसै तानेर लड्नुहुन्छ होला उहाँहरू। यस्तो गहिरो भूभाग, तलतिर यस्तो गहिरो छ, रोड छ, तातो पानी जाने रोड। अनि यहाँ चाहिँ एउटा यति महत्त्वपूर्ण स्थान हो यो सिन्धुपाल्चोक जिल्ला अथवा नेपालकै उत्तर पूर्वी सिमाना, उत्तर पूर्वी नाकाको रूपमा रहेको तातोपानी क्षेत्र, यानि कोदारी अथवा तिब्बतको स्वशासित क्षेत्र खासा बजार हाम्रो नेपालको उत्तर पूर्वी सिमाना नाका। त्यहाँबाट अनेक प्रकारका यस्ता ठुला गाडीहरू आउँछन्। गाडीहरूमा अनेक प्रकारका व्यापारिक सामग्रीहरू लिएर आउँछन्। अनि विशेष गरी फिजी स्याउ भनेर भनिन्छ नि, हो त्यो स्याउ यही बाटो हुँदै आउँछ। यही बास्ना हर आउँदै गाडीले लान्छ। काठमाडौँबाट एउटा मात्रै गाडी आउँछ। हेर्नुहोस्, यहाँ एउटा रमाइलो चाहिँ त्यस्तो छ। बिहान अनि 12 बजीबाट चाहिँ गाडी बेला बेलामा आउँछ। काठमाडौँबाट आएको गाडी चाहिँ भरे
6 बजेतिर पुग्छ अथवा यसको यो चाहिँ स्थानीय यहाँको बजार चाहिँ विशेष गरी यहाँ चाहिँ चाकु हिन्दी नारायणथान यो बाह्रविसीबाट चाकु हिन्दी नारायणथान जाने गाडी हो यो। यस्ता गाडी सामान्य यतै बाह्रविसीबाट चल्ने गाडीहरू यहाँ ठाउँमा पुगेका हुन्छन्। यो चाहिँ च्याङखालीको बजार हो। यो च्याङखालीको बजार शून्य बजार भनिन्छ यसलाई। यहाँ केही पनि छैन, मानिसहरू जम्मै काठमाडौँमा गएर बसेका छन्। यहाँ शून्य हाउस शून्य बजार, यहाँ पसलहरू अलिअलि हुन्छन्, कोही मात्रै हो। धेरै मान्छेहरू चाहिँ काठमाडौँमा सजाएर बसेका छन्, यो गाउँलाई छाडेका छन्। यो नाका भनेर भन्नु मात्रै हो, यहाँ धेरै मान्छेहरू बस्दैनन्। हामी बन्जी जम्पको नयाँ पुलमा आइसकेका छौँ। विगत 22-23 वर्ष अगाडिदेखि सञ्चालनमा आइरहेको यो बन्जी जम्प, यहाँको व्यवस्थापन साह्रै राम्रो रहेको छ। यहाँ एकदम सुरक्षित छ। यहाँ अहिलेसम्म कुनै पनि व्यक्तिको प्राण गएको छैन। म यो बन्जीमा विस्तारपूर्वक म हिँडिरहेको छु। काठमाडौँबाट आउने बाटो यता, अब यो तातो पानी जान्छ उता हाम्रो यहीँ। अब म